यति हुनु पर्यो कि यो आयो भने फेरि काम छैन त्यो तप्लो गरेर त्यो गर्दा लाइक त्यो इन्साइड धान ट्राई गरेर हैन म चाहिँ त्यो खोल्न ट्राई गर्छु इन्साइड हो है 3 2 1 go ठीक छ मजाले हुक गरिदिनु 3 2 1 go मेरो फेरि यो छ नि यहाँ पनि जान्छ क्या प्रेस यस यस एप्पल प्याड चाहिँ न तल जान्छ बस त्यहाँ जान्छ अझै रहेछ ल्याउ अझै रहेछ यस्तो कि यहाँ कस्तो कम भयो के भयो कोही आउँदैन अहिले अब मैले कसरी लिएर म तपाईँ खेल्छु कि लेफ्टमा त्यस्तो त्यस्तो भएको छैन अब हुन्छ भयो भएन अब होला कस्तो पम्प भयो लेफ्ट चाहिँ हल्का सेन्टर तिमीले मजाले खोल्न सक्छ क्या मजा खोल्छु मेन हेरेर त यो 3 2 1 go धेरै यो पछाडि हेर हात यही छ अझ पछाडि नछ एङ्गल खोल्यो भने नि जाँदैन क्या सेम यो भएर म यो बस्ने यो यसरी प्रोडक्ट गर्छु नि सोचिरहेको छु फर्स्ट स्टार्ट 3 2 1 go नाइस नाइस दुईटा गरेको धेरै दुईटा मुभ गरे 3 2 3 2 1 go इन्साइड गरेन भने कि इन्साइड चाहिँ फुल खेल्यो भने कि ए म त भने आफ्नो गेम भन्दैछु इन्साइड 3 2 1 go दुख्यो त्यो अनएक्सपेक्टेड त्यस्तो हुन्छ कि अब त के प्रेसरलाई तानेको छ युडिनले गर्छ या अनएक्सपेक्टेड के गर्दा त्यही हुन्छ कि त्यो नाइस 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 तपाईहरु लेफ्ट खेल्नु भने धेरै चान्स छ क्या इन्डियासँग त जित्नु हुन्छ भनेर नाइस 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 डरलाई चाहिँ मलाई खेल्दै मजाले खोल्ला मजाले कि मजाले बसेछ क्या मेरो लेफ्ट राम्रो छ है त्यो इन्जुरी भएर के लेफ्टमा त केही फिलै हुने थियो मलाई ल मेरो पहिला लेफ्ट धेरै इम्प्रुभ भएको छ क्या राइट इम्प्रुभ भएको छ नि त्यति लेफ्ट जति भएको छ अब ठिक छ ल नाइस नाइस ठिक छ मेन ग्रिप भयो क्या ल क्र्याक भएको मेरो अट्याक हालेको पर्ख्यो नि त होइन पर्ख्यो चौबिर्क्यो भने म छ नि यस्तो गरेछ नि क्र्याक हुन लाग्थ्यो क्या यस्तो गऱ्यो न स्टार्ट back pressure nice boom ठीक छ
तिम्रो कस्तो राइटको लेफ्टमा अर्कै छ ग्रिप होइन मलाई फिल्डै हुँदैन क्या के हो यो राइटमा मैले तिम्रो राम्रो ग्रिप मार्न पाइरहेको छु क्या अलिक स्ट्रङ भएको तिमी त्यही गर है 3 2 1 गो धेरै आउँछ ल म पनि इन्साइड गर्छु ल 3 2 1 गो Oh yeah! मेरो गइसक्यो हात उयो सबै भइसक्यो धेरैपछि यसरी हो रेडी हो धेरै पछाडि यो हात जा गएन नि त अलि यता बस्छ तिमी अझै आउ न हातलाई चाहिँ भित्र राख क्या यो ल्याऊ हो यो जिउ चाहिँ बाहिर निक्लिनु पऱ्यो क्या टप्लो लाँदाखेरि चाहिँ यहाँ म चाहिँ कसरी खोज्छु यहाँ त मेरो जिउ कति उता बाहिर छ तिमी के बस्छौ यसरी त्यही म डुबै सेम पोजिसन बस्छु क्या म टप हो भित्र जति भित्र लगाउन सक्छु यसलाई चाहिँ यो साइड चेस्टसम्म ल्याऊ यहाँ लाइनिङसम्म हो अहिले चाहिँ ल ठुलो हातले लु टप्लो गर्न मिल्दैन है हुँदैन हुक खेलाउन नि लो ह्यान्ड जान्छ तपाईँको ठुलो हातले अभियसली टप्लो खेल्छन् प्रायले ल तिमी इन्साइड भयो है रेडी हो अब चाहिँ अलिकति भयो है अलिकति भयो जस्तो लाग्यो अघि भन्दा होइन लाइक मैले तिम्रो हात चाहिँ समातेँ जस्तो लाग्यो अघि नभन्दा फिल भयो कि मलाई रेडी हो भएन कि आइहाल्छ क्या यो जान्छ ल एकचोटि गर त एकचोटि मलाई फिलिङ आयो रेडी हो तिमीले यो अझै जान्छ क्या जस्तो यो यहाँ है तिमीले यहाँ जाँदा जुन मेरो फिगर यहाँ राख्छौ नि यो अझै नजिक गएर यतिसम्म जान्छ क्या यतिसम्म जाने हो क्या यतिसम्म जानु पर्यो यो तिम्रो के भन्छ अरे एल्बो यहाँसम्म जानु भनेको मेरो त रिस्ट पुरा क्र्याक खोलिन्छ फिङ्गर्स रेडी गो रेडी गो उता बस्छ सुबो भयो टाउको तिमी इन्साइड खेल्ला म एन्टी इन्साइड खेल्छु ल रेडी गो प्रेस इज डेन्जर कि प्रेस चाहिँ डेन्जर हो म यो पिआर पनि चेक गर्दिनँ कति केस हो इन्जुरी भइहाल्छ फेरि एकचोटि गर्दा रेडी गो अफेन्स भइसक्यो कि अफेन्सले तिमीलाई गाह्रो थियो ठिक छ यता चाहिँ त्यसले प्रेसन यता आयो भने यो आएर प्रेसन गाड्छ कि होइन मैले चाहिँ यो ट्राई गर्नु खोजेँ क्या जस्तो यो छ नि ठ्याक्कै ल्याएर यो गरेको हात यता गयो नि त यो जानु फेरि गाह्रो छ नि मिलाउनु पोजिसन मिलाउनु गाह्रो छ मेन लागि चाहिँ सेन्टरमै रोकिराख्नु पऱ्यो त्यो क्यालकुलेट गर्नुपर्छ क्या अपोनेन्टको इन्फ्लुएन्स पनि क्यालकुलेट गर्नुपर्छ म डाइरेक्ट प्रेस कहिले जाँदिनँ नि म त होल्ड गर्ने हो मैले तिमी यस्तो गरेर मैले गरेर खेल्यो भने म पहिला थाक्छ क्या होल्ड पनि सक्छ क्या प्रोडक्सन अलिक कम छ रहेछ यसमा अहिले फिलै भइरहेको छ नि यो टुर्नामेन्ट खेल्दादेखिको लेफ्टमा जस्तो छैन कि लेफ्टमा यत्तिकै ट्र्याक भइरहेको थियो तर म लेफ्टमा खतरा थियो है लेफ्टमा म सबैलाई बचाउँछु खेलाएको लेफ्टमा मलाई डर लाग्छ टुर्नामेन्टमा पनि म त भन्थेँ लेफ्ट नगराउँदै प्लिज दाइ हो त म लेफ्टै गराउनु भनेर लेफ्ट यो पैसा के फेयर हुक जान्छ न तप्रो जान्छ मलाई यत्तिकै बसिरह है यो धेरै अलिकति वाइड भयो क्या यो अलिकति इन्साइड टेबल देख्यो भिडियो को गर्छ नि सेन्टर सेन्टर मलाई हल्का धेरै ल 3 2 1 गो एउटा मिसक्यालकुलेसन गऱ्यो भने त्यो हुन्छ रेडी गो भन्छ अब ल रोटेट गर्नु रोटेट अलि पुरा हात रेडी गो
ढिलो भयो ढिलो भयो होइन मलाई थाहा थियो कि मैले के गर्छ अरे मैले त्यो गरिदिएको कि ल फेरि गर रिभ्यू दिन्छ मजाले रिभ्यू दिन्छ स्टानले नमिस्टा हो यहाँ चाहिँ धेरै प्रेस नलाउ न तल प्रेस नलाउ धेरै त्यही मलाई पनि टपल जाँदैन यो इनसाइडको लागि हो के तरुण यो उसले भनेको यो हो क्या यो टेक्निक हो तिमी इनसाइड गयो भने मजाले यो भनेको ह्यान्डले स्टेबल राख्छ इनसाइड जानलाई अलि लुज राख्ने क्या टपलको लागि यो ड्राइभ होस् भनेर ए म ठ्याक्क अपोजिट टाइटै हाल्छु जहिले पनि म होइन टाइट हाल्नु भने रिएक्सन टाइम ढिलो हुन्छ है रेडी गो ए हो रहेछ अलिअलि अलिअलि गेमको बेला ध्यान हुँदैन ल एकचोटि लाउँछु ल सिम गरेर रेडी गो त क्र्याक भएर चाहिँ स्ट्याप चाहिने कि स्ट्याप म यसरी नै खेल्नु मन लाग्छ नि यसरी लुज पारेर यसरी नै पिन गर्नु मन लाग्छ कि डिस्प्लपमा फ्लप भन्नाले तट हच्ने गर्छ नि पावर चाहिँ पुगेको छैन तर मलाई गर्न चाहिँ मन छ नेक्स्ट लेभल चाहिन्छ त्यो र फेरि चाहिँ रेडी गो इनसाइड चेन्ज गर्नु पर्छ क्या देखेँ नि अपोनेन्टले के गर्यो त्यो अनुसार गर्नुपर्छ त्यो म कहिले पनि त्यो गरिहालेन कि पोजिसन गेन गर्ने हो धेरै सुपर म्याच प्र्याक्टिस चाहिन्छ कि तिम्रो इन्टरेस्ट छ कि छैन के को लागि चाहिँ खेलेको खेल्दै गरौँ न म त खेल्न सक्छु त्यही ठिक छ इन्टरेस्ट गयो भने म पछि जित्छ कि है धेरै रेडी गो अलिकति फिङ्गर बस्दैन नि त यो आएन यही क्लिप फेरि अब पनि ठिक छ त मलाई रेडी गो अब ठिक छ नि त्यो यो हो कि खोल्ने भनेको एकछिन ठिकै चिज लेफ्ट हुन्छ राइट मलाई अलिक मलाई पार्टनर भएर क्या मलाई ट्रेनिङ गर्ने सेम केटाहरू सालमा आउँछ कहिले भाइहरू आउँछ भाइहरूसँग त्यहाँ के खेल्नु निकै जाँदा भन्छु ल है ठिक छ है खतरा खतरा ड्राइभ यो चाहिँ प्रेसर ल्यायो है रेडी गो ठिक छ अब त ठिक छ तिमीले के अरे भन अर्कै हो रहेछ सुरुमा ब्याक प्रेसर गर तिमी जब साइड जाँदा पनि यो गरेको मैले तर ठिक छ तर मैले म यो प्रेसले त गइहाल्थ्यो त बुक चाहिँ जान्छ मैले टपलाई चाहिँ अलि अर्कै हुन्छ त्यो प्योर साइड जाँदा हल्का इनसाइड छिरेर ल त्यति बेला चाहिँ यो भन्यो क्या भन्न ए रेडी गो यो क्या यो पुरै तल उयो त्यो जस्तो के भन्छ त्यसको रेडी गो हो यस्तो चाहिँ हुनुपर्ने क्या मेरो त्यही फेरि नसक खेलेको भने त्यहाँ लगे पनि खेल नि हुन्छ थाहा छ भनेर म नखेलेको त्यो टाइम पिन चाहिँ हुन्छ तिमी रेडी गो कस्तो झट्का लाग्यो मलाई नि मलाई पनि झट्का लाग्यो त ठिक छ अगेन राइट रेडी गो मलाई थाहा थियो मलाई ग्रिप लिएको मलाई फिल आइसकेको छ तिमीले सक्दैन भनेर किनकि तिमीले अझै तिमीले गर्ला चाहिँ के भन त तिमी पावर युज गरे के पहिल्यै अलिक खै अहिले राइटमा यो फिलै भइरहेछ नि कि यो फिलै भइरहेछ मलाई यस्तै भएको थियो ल पछाडि यो लेफ्टको हेरेर कस्तो तानिरहेछ सेम के राइटमा के फिलै भएको थियो अहिले चाहिँ मलाई फिल भइरहेछ कि राइटमा यो झन् कहाँ लाग्छ यो ब्याकै तान्ने रेडी गो No. Ready go. Wait, can't go. सिधै उता जान्छ पहिला आफूतिर तान् न आफ्नो राइट चेस्टतिर तान् यता बस्छ त रेडी गो
पछाडि लगेर साइडमा जाँदा माथि जानु ठिक छ तिमी पछि हान ल के गर त्यो फ्रुन्टसँगै भयो क्या त्यति हेर्नुपर्छ भिडियोमै तर म छ नि यहाँ सधैँ म खुट्टा पनि यस्तो मिलाएँ यो पनि मिलाएँ अनि हानेँ क्या यो यसले प्रेस गर्दै हाल्नु क्या यो ठ्याक्कै जस्तो यता हेर्दा यो भएको हुन्छ नि यो छुट्याउँदै अनि यो लुज हुन्छ बुम माथिबाट हान्ने के मन भयो फ्रेसमा आउँछु खेलौँ भनेर जहिले टुर्नामेन्ट भयो पोले हाल्नु बनाइदिएको रेडी गो ग्राउन्ड यो अझै राम्रो हुनसक्छ जुन यो गर्छौ नि यता हेर तिमीले के गर्छौ भन्दाखेरि जस्तो रेडी गो यो हान्छौ क्या तिमी यो होइन क्या अलिकति यता पनि तान्यो क्या यो तान्यो तिमीले यही गऱ्यौ भने त हेर तिम्रो पोजिसन पुरै तल छ हल्का यो गर न अलिक माथि नै राख न यसलाई यो चाहिँ तिम्रो अलिक धेरै तल हुन्छ क्या यो ट्राई हेर कि ध्यान दियो मजाले एकचोटि म त्यही गरेर पोले के हुकर जस्तै उयो के नाम इड्रिमहरू खेल्दाखेरि यो गर्छ तलबाट धेरै गर्छु एजेन्टलाई काम लाग्छ यो सोहनलाई काम लाग्छ ब्रिस्बेन काम लाग्छ सबै आउँदा यो यता नहो क्या यो हल्का यदि ट्राई गर त आफूतिरै मेरो पनि छ नि यो थुल छ कि यसो गरेर यो अलिकति ठिकै छ क्या हातको कम्पेरिजनमा यो ठिक छ अलिकति चाहन्छ कि मेरो है यो यसको कम्पेरिजनमा लाइक आया लगी गरेर इन्साइड भयो म त्यही गर्छु आउँछ जान्छ यस्तो पोले कि जुन यसलाई लुज पानी टाइट पार्ने यो पछाडि तान्यो भने अनि एकैचोटि आउँछ पछाडि ल रेडी गो हो यो पर्फेक्ट थियो यहाँ आएन नि तिम्रो ल रेडी गो हो ठिक छ यहाँबाट तिमी डाइरेक्ट साइड पनि जानुपर्छ राम्रो तान्नको राम्रो पावर बनाउनु सँगसँगै साइड जाँदाखेरि रिस्टलाई मतलब यो नै जाउँ हल्का कपिङ गर्छु माथिबाट खोल्न चाहियो भने त्यो रिस्ट भन्दा अनि फेरि कपिङ गर्ने त्यसो अलिक टाइप हुन्छ अझै त्यही फोकस गर्छु कि लाइट वेटमा चाहिँ त्यही फोकस गर्छु हेभी वेटमा यस्तो होइन प्राक्कै जान्छ जाँदैन ट्राई गर्नु मान्छे त्यो भयो त्यो तल यो जाँदैन एकछिन नतानेसम्म हो कि एकछिन ताने पनि छैन है एकछिन एकछिन नतानेसम्म हो कि होइन यो सुसु नगर नि यतिकै मतलब उयो लक राख क्या माथि लक राख छोड्दा यतिकै लक राख क्या माथि ल अझै रिस सिधा गरेर रिस सिधा
गेममा बबाल लाग्छ यो गरेर अझै राइजर देऊ यो हात तल आयो दामी दामी यो नमिलेर हो यो ए साइडमा आएको अर्किरहेको छ फेरि साइडमा हाल्छ कि त अलिक मन पर्छ त्यो साइड बेस भयो नि तिमी सिधै बस्थ्यौ क्या सिधै गोडा गर अगाडि बढ्छ कति पर्छ माथि होइन यो टप रोड मेन्टली तपाईँ यो गर्नुपर्छ नि यो गर्नु हुन्छ क्या बबाल पर्छ थम पनि जानु पर्यो थमले पनि पावर ल्याउनु पर्छ तिमीले पानी बनाएर कति गर्दै गऱ्यो यो माथि धेरै भयो जस्तो लाग्यो तिमीलाई यो ग्रिप नमिलेसम्म अनकम्फर्टेबल हुन्छ त्यही म तानी होल्ड गरेँ होल्ड गर चाहिँ रिस्टले नै यो दिएको छैन क्या मलाई त यो दिएको छैन ल लेफ्टमा सबै छैन राइटमा चाहिँ सक्छ ल यसरी एउटा यही मात्रै भने ल तलबाट सुपिनेसन अलि धेरै एक्टिभ हो कि कपिङ सुपिनेटेड म त यसरी साइड पछि गएर भन्नु चाहिँ छेत्रे तल चिने गर्छु नि अझै यो सिधा जाउँ न इनसाइडै राख इनसाइडमै राखिराख न उता जानु नभए त्यतिकै छ टेबल छ सक्छु यसरी 20 केजी मात्र भएर मेन त यो कन्ट्रोल हो प्याटै जान्छ त्यो हुन्छ म 40 एकचोटि सक्छु होला